साथीहरु यहाँ हेर्नु न बीबीएलमा चाहिँ सन्दीप लामिछानेले तेस्रो ओभर गरेर राखेका हुन्छन् हैन। अनि त्यसपछि तेस्रो ओभरको हाइलाइट हेरौँ है त। फर्स्ट बलमा चाहिँ 1 रन आउँछ हैन। रन आउट भइसकेका हुन्छन् तर रन आउट हुँदैनन् क्या यहाँनिर हैन। त्यसपछि सन्दीप लामिछाने हाँसिरहेका छन् क्या बसेर हैन। त्यसपछि यहाँनिर चाहिँ खै के भनिरहेका छन् सन्दीपले चाहिँ ओके ओके भन्दैछन्। ओके ठिक छ भन्दैछन् हैन। त्यसपछि दोस्रो बल गर्छन्, दोस्रोमा पनि 1 रन आउँछ क्या। दोस्रो बलमा पनि 1 रन हैन। त्यसपछि तेस्रो बल गर्छन्, तेस्रो बलमा पनि 1 रन। त्यसपछि चौथो बल गर्छन्, चौथो बलमा चाहिँ छक्का खान्छन् क्या। छक्का खान्छन्, ठिक छ भन्दैछन्। हो छक्का खाइयो भन्दैछन् हैन। त्यसपछि पाँचौं बलमा 1 रन है त। पाँचौं बलमा पनि 1 रन। अनि सबभन्दा हेर्न लायक विकेट भनेको चाहिँ यो छ क्या। हेरौँ न बोल्ड यो हो नि त हैन। 3 विकेट गएको छ अहिलेसम्म। 3 मा चाहिँ 2 विकेट चाहिँ सन्दीप लामिछानेले लिएका छन् हैन। बोल्ड खतरा हानिदिन्छन् क्या। बल हेरौँ न भाइ साहब यो हो नि त तरिका हैन। राजा भने राजा हो नि त। रोनी चाहिँ 34 मा 41 बनाएर गयो हैन। साथीहरु सन्दीप लामिछानेको यो विकेट चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु त।